समापन गर्दिन म शाखा अध्यक्ष ओमप्रकाश खनालजीलाई आग्रह गर्दै म बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद विजयजी। नेपाल पत्रकार महासंघ केन्द्रीय सचिवज्यू, प्रदेश अध्यक्षज्यू, केन्द्रीय लेखा समिति संयोजकज्यू, पत्रकार सम्बद्ध विभिन्न सङ्घ संगठनका अध्यक्षज्यूहरू, उप अध्यक्षज्यू, अग्रज पत्रकारज्यूहरू, सम्पूर्ण सञ्चारकर्मी सहकर्मी साथीहरू, हाम्रा अग्रज नेताहरूले भनिसक्नुभयो कि नेपाल पत्रकार महासंघ सरकारको मिडिया विरोधी जुन कदम छ, जुन निर्णय छ, त्यो निर्णयका विरुद्धमा आन्दोलनरत छ, सङ्घर्षरत छ। त्यही सङ्घर्षका क्रममा हामी आज पर्सा जिल्ला लगायत 77वटै जिल्लामा घटनाको सन्दर्भमा छौँ। सरकारले निजी मिडियालाई जसरी हतोत्साही बनाउने, सङ्कुचित बनाउने, निजी मिडियाको अवस्थालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर जुन उद्देश्यका साथ जुन अभिप्रायले जुन निर्णय लिएर अगाडि आएको छ, त्यसका विरुद्धमा हामी लागेका छौँ। त्यो अहिलेको सरकारको कदमको जुन मिडिया विरोधी जुन कदम छ, त्यो नसचिएसम्म नेपाल पत्रकार महासङ्घको आह्वानमा भएको यो आन्दोलन जारी रहन्छ। साथसाथै यति बेला हामीले सरकारलाई के कुरामा सचेत गराउन चाहन्छ भने अहिलेको सरकार मिडियाले अगुवाई गरेको, सञ्चार क्षेत्रले अगुवाई गरेको आन्दोलन मार्फत स्थापित भएको व्यवस्थाको टेको टेकेर यो सरकार बनेको छ। त्यही व्यवस्थामा जुन सरकार बनेको छ, त्यही सरकारले जुन मिडियालाई कसरी कस्न सकिन्छ भन्ने अभिप्रायले जुन कदम चालिरहेको छ, यो सरकारले चालेको कदम सरकार अधिनायकवादतर्फ, तानाशाह तन्त्रतर्फ उन्मुख भइरहेको हो भन्ने हाम्रो बुझाइ छ। सरकारले यो बुझ्न आवश्यक छ कि मिडियाको अगुवाईमा भएको आन्दोलनको टेकोमा उभिएको सरकार, त्यो आन्दोलनले ल्याएको व्यवस्थामा बनेको सरकार यदि मिडियाको विरुद्धमा जान्छ, आम नागरिकको अधिकारको विरुद्धमा जान्छ भने फेरि मिडियाले त्यो सरकारलाई ठिक ठाउँमा ल्याउन पनि त्यो मिडिया पछि पर्दैन। आम सञ्चारकर्मीहरू, आम सञ्चार माध्यमहरू, सञ्चार सम्बद्ध विभिन्न सङ्घ सङ्गठनहरू फेरि त्यो आन्दोलनको अगुवाई गर्न सक्षम छन्, तत्पर छन्, अग्रसर हुन्छन् भन्ने कुरा म सरकारलाई सचेत गराउन चाहन्छु। साथसाथै नेपाल पत्रकार महासङ्घको जुन अगुवाईमा नेतृत्वमा भएको आन्दोलनमा यहाँहरूले दिनुभएको साथ समर्थन सहयोग यसै गरी आगामी दिनमा पनि रहिरहन्छ भन्ने अपेक्षा साथ आजको यो धर्ना कार्यक्रम यही समापन भएको जानकारी गराउन चाहन्छु। धन्यवाद।